कुलमानजीले धतुरेकै भरमा चाहिँ उज्यालो नेपाल चलाउनु होला। बालनजीले पनि अब त्यतिको भइसकेपछि त्यतिको युवाले अब देश बनाउनुपर्छ भन्ने जिम्मा लिइसकेका हुँदाखेरि उहाँले चाहिँ अब पक्कै पनि उहाँले पनि सोच्नु भयो होला मैले देशको जिम्मा लिनुपर्छ, देशमा म पनि यो उसमा बसेर मैले देश बनाउनुपर्छ, यो जनताको गर्नुपर्छ, भलाइ गर्नुपर्छ भन्ने सोच त उहाँमा नि होला। यो भनेको कुलमान घिसिङहरूसँग पनि सहकार्य सम्भव छ। अब कुलमानजी नि यो देश र जनताले नै कुलमानजीलाई उज्यालो नेपालको एउटा महानायक भनेर जनताले नै कुलमानजीले जनतालाई चिनाउनु भयो, जनताले कुलमानजीलाई चिने। त्यो भएर अब कुलमानजीको पनि लव सहकार्य जरुरी छ। तर कुलमानजीको पार्टीमा रहेका धतुरेले त रवि लामिछानेको विरोध गर्नु हो नि। कोही धतुरीहरू निस्किए भन्दैमा कोही सयमा सबै पोखरीमा सबै माछा जिउँदो रहन्छन् भन्ने होइन, एक आधा माछाहरू मर्न सक्छन्। त्यसलाई चाहिँ फेरि एउटा चिज चाहिँ के हो भने पोखरीमा 100वटा माछा हुँदै गर्दाखेरि एउटा माछा मऱ्यो भने सारा तलाउ गन्ध हुन्छ भने जस्तो चाहिँ हो। त धतुरे जस्ताहरूले भएन भने उहाँहरू निस्किन सक्नुहुन्छ। अब कुलमानजीले धतुरेकै भरमा चाहिँ उज्यालो नेपाल चलाउनु होला भन्ने जस्तो लाग्छ। भोलि सहकार्य भयो भने चाहिँ होइन रवि र कुलमानजीको सहकार्य भयो भने चाहिँ धतुरे कहाँ जानुहुन्छ भन्ने पनि छ क्या। फेरि बिचरा हिजो धतुरेलाई धतुरे बनाए चाहिँ फेरि हामी जस्तै जनताले हो उहाँलाई त्यो माया मोह दिँदै गर्दाखेरि उहाँलाई चाहिँ त्यो माया मोह पक्ष भएन र उहाँले चाहिँ त्यो चिज गर्नुभयो, त्यो चिज शब्द बोल्नुभयो। अब यता एमाले र काङ्ग्रेसमा त छटपटी भइसक्यो। रवि र बालनको भेटले अब कति सिट आउँछ एमाले काङ्ग्रेसको भन्ने पनि व्यापक बहस छ यति बेला राजनीतिमा। होइन, हिजोबाट उहाँहरू छटपटिसक्नु भयो। महाराजगञ्जमा पूर्व प्रधानमन्त्री ओलीजी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीको भेटघाट हुँदै गर्दाखेरि अब हाम्रा देशका महानायक हाम्रा आदरणीय सभापति रवि लामिछाने र बालनजीको भेटघाटले पनि उहाँहरू त्रसित हुनुहुन्छ। अब हुँदै होला अब एकपल्ट महाराज आउनुभयो, महाराजगञ्ज आउँदै गर्दा अब भाउजू फेरि गुन्डुमा गएर अब के गर्ने भनेर सोच्दै खिचडी पाक्दैछ। त्यही भएर चाहिँ उहाँ संसद बिउताउनलाई उहाँहरू चाहिँ अहिले त्यो चलखेलमा हुनुहुन्छ। तर खबरदार संसद बिउताउन पाउनुहुन्न। तपाईँहरूले यदि संसद बिउताउने चलखेल गर्नुभयो भने तपाईँहरूलाई फेरि यही जनताले चाहिँ हेलिकप्टर फेरि दोहोऱ्याएर चाहिँ अब मेरै माननीय सभापतिको श्रद्धेय सभापति रवि लामिछानेजीको भनाइलाई नै सापट लिएर भन्दाखेरि उहाँहरूलाई हेलिकप्टर चढेर भाग्न पर्ने बाध्यता फेरि जनताले बनाउनेछन्। हिजो संसदमै बसेर त्यतिका अत्याधिक बहुमत लिएर बहुमतको सरकार बन्दै गर्दाखेरि काङ्ग्रेस एमालेको सरकारले चाहिँ के नै गर्यो भन्दा सम्पूर्ण 76 जना बच्चाहरू मारेर आज प्रत्येक आमाहरूको कोखरित्व भइरहेको बेला फेरि संसद बिचबाट यो देशलाई के जाने राणा शासनमा बनाउनु छ र उहाँहरूले फेरि त्यो सपना नदेखि प्रधानमन्त्री हुने त्यसो त संसद बिउतियो भने त उहाँ त प्रधानमन्त्री हिजो हुनुभएको थियो। किन भाग्नु परेको थियो? हेलिकप्टर त्यहीँ बसेर बालोटारमा बसेर जनता नाममा सम्बोधन गरिदिएको भएर जनतालाई चाहिँ कमसेकम ल मैले यो गर्छु, मैले चाहिँ यो जनताको नाममा सम्बोधन गरेर चाहिँ मैले चाहिँ यो गल्ती गरेँ भनेर क्षमा याचना गरेर गरेर त हेलिकप्टरमा झुन्डिएर रात भागेर चाहिँ गएर आर्मीहरूसँग गएर शरण पारेर चाहिँ लौ मतलब जोगाइदिनुहोस् भनेर भन्नुपर्ने अवस्था त थिएन नि। भनेपछि रवि लामिछानेको क्रेजबाट एमाले काङ्ग्रेसहरू आत्तिए यही हो। आज आत्तिए होइन नि, तपाईँको जब श्रद्धेय सभापतिजीले जुन दिन 25वटा फाइल खोल्नुभयो के अरे चाहिँ बुढा नीलकण्ठबाट बालकोट पुगेर कुरा ढोगेको त तपाईँहरूलाई जाहेरै छ नि यो कुरा त होइन। सर्वविदित हुँदै पनि उहाँले चाहिँ के गर्नुभयो, अब म हजुर म त अब जेल जाने भएँ, तपाईँ पनि बद्नुहुन्न, म पनि बद्नुहुन्न। अब रवि लामिछानेले चाहिँ अब हाम्रो 25वटा फाइल खोलिसकेपछि हामी त भुटानी शरणार्थी खोल्ने भयो, व्हाइट बडी खोल्ने भयो, टेरामाक्स खोल्ने भयो, के अरे चाहिँ टिकापुर काण्ड खोल्ने भयो। अब यहाँ त हामी त कुनै पनि नरहनेमा हामीले गरेका भ्रष्टाचार सबै खोल्ने भयो। अब हामीलाई त यो त अब भयो भन्दाखेरि अहिले अन्तिममा केही सिप नलाएर सहकारीको नाममा सह पनि नभए मान्छेलाई लिएर गएर चाहिँ के गरे भने सम्पत्ति शुद्धिकरणसम्म लाउन पर्छ भन्ने चाहिँ उनीहरूले सोचे। तर अब हामी जनताले के खबरदार गर्न पर्यो भने तिम्रा डढेका सम्पत्तिको सम्पत्ति शुद्धिकरण लाइन नलाइने हामीले मुद्दा हाल्न पाउने हो भने म अहिले भर्खर गरेर हाल्छु। किनभने म शेरबहादुर देउवालाई अहिले भर्खर गरेर मुद्दा हाल्न सक्छु कि नत्र भने सम्पत्ति शुद्धिकरणको मुद्दा हाल्न पर्यो नि त। किनभने नत्र त्यो सम्पत्ति कहाँ आयो? त्यो अरबौँको सम्पत्ति आउँदै गर्दा शेरबहादुर देउवालाई सम्पत्ति शुद्धिकरणको मुद्दा लाइन नि। जसको नाममा सहकारीको नाममा सह थिएन उसलाई सहकारी ठाउँको बिल्ला बिराउनेले आज जीवी राई किन खोज्दैन? हिजो त्यो सरकारले तत्कालीन सरकारले यदि सहकारी र सहकारी पीडितले न्याय पाउने थियो भने जीवी राई खोजेर लिएर आएर जीवी राईलाई चाहिँ त्यो सहकारी पीडितको पैसा खोजिसकेपछि बल्ल चाहिँ सहकारी पीडितले पैसा पाउँथे। अब त्यो पैसा दिन सट्टा अब त्यो 25वटा फाइल खोलेपछि हामी त मामार जाने भयौँ, हामी कालो कोठरीमा बस्ने भयौँ भनिसकेपछि यो बुँदागत रूपमा यो गर्न पायो भने त हामी चाहिँ जोगिन्छौँ भनेर होला। खबरदार, यहीँबाट खबरदार हो। फेरि पनि खबरदार हो, तपाईँहरूलाई सम्पत्ति शुद्धिकरणको मुद्दा हामी जता जनताले गरेर हाल्न पाउने हो भने नत्र भने माननीय अधिवक्ता कार्यालय के हेरेर बसिया छ। उहाँहरूले पनि यी जो 52 जना दलीयकरणका
न्यायाधीशहरू छन् उहाँहरूलाई पनि खबरदार तपाईँहरूले यो चिज गर्नुभयो भने यो चिज गर्नु भएन भने तपाईँले डढेका सम्पत्तिको स्रोत खोज्नु भएन भने तपाईँले डढेका सम्पत्तिको उजुरी गर्नु भएन भने र उनीहरूलाई सम्पत्ति सुधार्ने मुद्दा लाउनु भएन भने तपाईँलाई जनताले चुप लाएर बस्ने अवस्था चाहिँ छैन फेरि अब जति बिगोतिर रवि लामिछाने निस्किनु भएको छ ती युवराज सफलले फेरि मुद्दा हाल्ने रे ए बाबा यस्ता कलौटेको कुरा छोडिदिनु त्यस्ता कलौटे त्यो कलौटे कुनैबाट परिचालित कलौटे होला कलौटेलाई खबरदार कलौटे तैँले जे गरिस् अब आइन्दा यस्ता चिजहरू गर्दै गएछ भने जनताले तँलाई फेरि अस्ति त्यही जेएनजी 23 र 24 कहाँ लुकेर 25 गते माथि गरेर म यहाँ छु भन्दै आउँदै गर्दाखेरि अब जनताले तँलाई सही गरेर राख्दैनन् दिनमा मोबाइल स्विच गरी रातभरि भुक्ने कुकुरको हुँदैन पुच्छर टामुनि हालेर भुक्दै गर्ने कुकुरलाई कुकुर भनेर भन्न सकिँदैन कलौटेले जति खेतो खनिया छ त्यसको न घर बिगारेछ न थर बिगारेछ न के गरेछ त्यो कलौटे पौडेल भएकै छ र अब यस्तो आइन्दा गरिस् भने तँलाई पनि हामी जनताले छोड्दैनौँ उहाँ त निरन्तर लाग्नु भएको छ रवि लामिछानेलाई युवराज सफलले न्याय दिनु मैले यही उहाँले कसरी न्याय दिनुभयो भने न्याय दिनुभयो हो नि त जस्तै केपीजीले न्याय दिनुभयो हिजै हाम्रो सभापतिजी जिल्ला अदालत गएर त्यसको उत्तर दिइसक्नुभयो न्याय त दिनुभयो नि त म यहाँ के अरे चाहिँ पेशीमा म पेशी चढाउन आउँदैछु किन 7वटा अझ कहाँ 7वटा जिल्लामा मैले घुम्नै होला भने मलाई त्यस्तो न्याय दिने केपीजीले अब युवराज कलौटी जस्ता कुरा गरेर हुन्छ तपाईँहरू यो युवराज कलौटीले गर्ने कुराहरू युवराज कलौटीले चाहन्थ्यो भने यी 52 जना यी दलीयकरणका यी भागभण्डाका जो न्यायाधीशहरू थिए यिनीहरूलाई चाहिँ गएर मुद्दा हाल्नु पर्थ्यो यिनीहरूलाई गएर मुद्दा हाल्न सक्थ्यो यसलाई चाहिँ के छ भने कहीँबाट परिचालित उसको गुदो खाने बाटो त्यो कहाँबाट पैसा आउँछ र कहाँबाट चाहिँ मैले यो गर्न विरोध गर्न पाएँ भने मलाई कसले दिन्छ भन्ने चाहिँ उसको चाहिँ बाटो हो त्यो कमाइ खाने बाटो हो युवराज सफलको हामीलाई सोध्नुहोस् कहीँ गएर कुनै ठाउँमा गएर कसैको 1 रुपियाँ मात्रै फलानाले खाएछ भन्ने सोध्नुभयो भने म यही पार्टी कार्यालयमा झुन्डिन तयार छु तर युवराज जस्ता त्यस्ता डडुवा कलौटेको कुरा गरेर हुन्छ हस् थ्याङ्क यू हस्